हेलो साथीहरु नमस्ते वेलकम ब्याक टु माई च्यानल सबैजनालाई स्वागत छ मेरो नयाँ भ्लगमा अनि आज पनि म आइसकेको छु नयाँ भ्लगको साथमा हैन अनि आज चाहिँ मेरो भ्लग स्टार्ट गर्न ढिलो भइसकेको छ अलरेडी 10 बजिसकेको छ हैन अनि आज पनि म यहाँ डाँडामा बसेर भ्लग स्टार्ट गर्दै छु यस्तो दामी भ्यू हेर्दै हैन साथीहरु अनि म चाहिँ अहिले गाउँमा छु एज यु ऑल नो प्लिज मेरो च्यानल सब्स्क्राइब गरिदिनु होला अनि मेरो भिडियोलाई लाइक कमेन्ट शेयर पनि गरिदिनु होला भन्दै आजको भ्लग स्टार्ट भइसकेको छ साथीहरु अनि आज के हुन्छ भनेर म देखाउने नै छु हैन म चाहिँ यहाँ काकाहरुको आँगनमा बसेर भ्लग स्टार्ट गर्दै छु अनि यहाँ पाठा दौरेको हेर न यहाँ पाठा गाउँघरमा त बाहिरै पाठा बाहिरै सुँगुर सबै बाहिरै हुन्छ हैन अनि यहाँ म देखाउँछु है तपाईलाई दामीसँगले खरायो अनि खरायोलाई दिनको लागि म यो घाँस भाग्छु है यस्तो दामीसँगले खान्छ नि खरायो यहाँ हेर्नु साथीहरु यसरी पो दिन त स्टार्ट गर्ने हो त गाउँघरको अथेन्टिक डे हो क्या यो चाहिँ यस्तो रमाइलो यस्तो पिसफुल इन्भाइरोमेन्टमा हैन बस्न पाउँदा चाहिँ आई एम सो ग्रेटफुल अनि म यसले घाँस हाल्दिन्छु ल यहाँ माथिबाट माथि चढेर खाँदैछ है डर लाग्छ मेरो हात खाला है तल झारेर खाऊ न बच्चाले नि खान्छ नि त घाँस हैन सो म यहाँ दिन्छु है त यस्तो दामीसँगले खान्छ क्या तल झार तल झार्दिउँ भनेको त यहीँ अड्क्यो हौ कस्तो क्युटली खान्छ कि हेर न मैनी त कति क्युट यसले हातमा समाउनु पर्ने छ म भरे दिउँसोतिर चाहिँ यसले हातमा समाउँछु अहिले चाहिँ यहाँ तल निनीहरुकोमा जानुपर्ने त्यही भएर ड्याडी हाँस्दै हुनुहुन्छ यहाँ ला यसलाई म भरे हातमा समाउँछु है काकी यताबाट खोल्नै पर्ने हैन यो दुईतिरबाट भाग्दैन नि यो बच्चालाई चाहिँ समाउँछु म भरे यस्तो क्युट छ ओहो कस्तो मजाले खान्छ के फेरि घाँस पनि तानी माथिबाट घाँस हाल्दिएको आइसकेको छ हाम्रो मोमोको लागि मासु हैन यो चाहिँ लोकल पोर्कको पेटको भाग हो लाम्टा हैन मोमो खानलाई चाहिँ यो एकदम दामी हुन्छ यो पाटको चाहिँ गाउँघरमा मोमो नै खाइन्छ सो यसको चाहिँ आज हाम्रो बन्दैछ मोमो हैन गाउँघरको मोमो छुट्टै दामी हुन्छ आज मोमो प्रोग्राम छ हाम्रो साथीहरु अहिले चाहिँ खुट्टालाई दामी नुहाइ धुवाइ गरिदिँदैछ हैन खुट्टाको सुप खानको लागि मोमोमा अनि म यहाँ छु अनि अहिले चाहिँ हामी तल काकाको घर जानु लाग्यो अनि सुँगुर काटेर सके पछाडि फर्नेसी खानु पर्ने हुन्छ फर्नेसी खानलाई चाहिँ हाम्रो यहाँ निम्तो आइसकेको छ हैन अनि त्यही त पानी अनि फर्नेसी खान जाँदैछु म सबैजना अनि यहाँ चाहिँ गाउँघरमा चाहिँ मासु यसरी भाग लाएर झुन्डाइन्छ क्या अब यो चाहिँ घर जाने बेलामा लिएर जानुहुन्छ हैन यस्तो दामी पाराले झुन्डाउनुहुन्छ फ्रेस लोकल भाले सुँगुरको मासु यहाँ कुखुराहरूलाई पनि दसैँ आइरहेछ अनि यहाँ भइरहेछ कार्यक्रम हजुर काकी हस् म बोलाउँछु है आऊ दामी भइरहेछ दामी ल जोइलाई स्वागत छ काकाको घरमा बस्नुहोस् एकदम धन्यवाद धेरै धन्यवाद यहाँ छु अब दामी साह्रो फर्नेसी हान्दिने हो साथी लोक हाम्रो फर्नेसी आइसकेको छ आहा धन्यवाद आइज त पनि यहाँ तन्किरहेछ मम्मी खोइ हो मम्मी नुहाउनु जानुभयो हो लपियाको यहाँ लाछा डोरी यहाँ झुन्डिरहेछ अपिया काठमाडौँमा के गर्नु ल खाम न त किन सास आऊ एउटा सामान किन लिएको त के ठीक छ चम्ची फिर्ता मेरो दामी मासु चीयर्स साथीहरु यस्तो दामी हुन्छ नि यो लोकल ल लिउ न एउटा जुन भए पनि बाबा चीयर्स चीयर्स ए हान्देऊ खाइदेऊ क्वाप्प अच्छा है खुर्सानी छ भने एउटा ले त मेरो भाइ सुकेको पनि हुन्छ स्वाद आइरहेछ साथीहरु स्वाद आइरहेछ एकदम मिठो रहेछ मिठो भन्नु पर्यो
यस्तो मासु खान त ओ माई गुडनेस खर्तम्चा गाउँ भन्छ राजा गाउँ होइन अनि कुन्चेले भने कस्तो हुन्छ फेरि खर्तम्चा गाउँको राजाहरू चाहिँ यिनीहरू नै हो फेरि कुन्चेले पो पहिला मुमाहरूलाई राजा गाउँ डुलाउनु लिएको अरे बिहे गरेर त्यो राखी पठाएर रानी बनाउनु भएछ साँच्चीकै भनेको पनि रियलको कुरा हो यो हो र नेरपातिर आएको रहेछ दोहोरीमा गाउँथ्यो नि त राजा गाउँ भनेर डुलाउनु लिएको रहेछ साथीलाई बिहे गरेर यतै बसाइ पठाएछ म चाहिँ यो बोसो खान्छु ल यस्तो डरलाग्दो डेन्जर बोसो छ त्यही भएर मैले यसलाई 1 डल्लो भात लिएर आएछ भनेको 1 डल्लै लिएर आएछ भात अब यो भातसँग भइसक्यो काकी आप्पै कति धेरै भात ल्याइदिनु भएको त नि खाँदैन उनीहरूले मैले मात्रै हो यो बोसो खानलाई यसरी खानुपर्छ साथीहरू बोसो चाहिँ हालेलुया मुकबाङ कस्तो मिठो भयो खाउ त बोसोसँग भात मिठो भइहाल्छ नि होइन बोसोसँग कस्तो मिठो हुँदैन त चाहिँ मासु सासु खाएर बाहिर निस्क्यौँ अनि फेरि आज चाहिँ तल निनीकोमा हामीलाई लन्चको लागि बोलाउनु भएको छ सबैजना फ्यामिलीलाई मम्मी ड्याडी म भाइ ज्वाइँ सास भाइ अनि अब चाहिँ हामी जाँदैछौँ तल निनीकोमा लन्चको लागि है गाउँघरमा आएपछि यस्तै हो कहिले कता बोलाउनुहुन्छ कहिले कता बोलाउनुहुन्छ आऊ अहिले हेरेर छ निनीको घर चाहिँ यो तल्लो हो तल्लो घर जानुपर्ने के बोक्यो ब्यागमा कोसेली बोकेर जाँदैछौँ के कोसेली हो कोसेली गाउँघरको एउटै मात्र कोसेली हुन्छ दिउ जिउ चाहिँ किन डिउ र बिस्किट गाउँघरमा सबैले मन पराउनु भनेको डिउ हो है फेरि कोक फ्यान्टा स्प्राइट केही होइन तर डिउ सबको फेभरेट डिउ होइन त त्यही भएर डिउ बोक्ने हो चल्दिने ठिमिक ठिमिक पर्दै जिउको बिजनेस बढाइदिएको चाहिँ यो खोटाङले नै होला है खोटाङ जिल्लाले नै होला हाम्रोमा जति डिउ खान्छ नि काममा त्यतिकै कोक खान्छ है बराबर हुन्छ हिँड्नु हिँड्नु अगाडि होइन हुन्छ घरपति च्याउ भन्नुपर्छ हौ निनीको घर जाँदैछौँ यहाँ दामी बाटो छ होइन यहाँबाट छिप्ले भने चाहिँ तल पुगेर फेरि दामी टुटुल्को आउँछ टाउकोमा ज्वाइँलाई पनि बिजोग छ यहाँ झर्नुपर्छ बिस्तारै झर्नु होला ज्वाइँ साहब यहाँ निनीको ढुकुर छ क्या फेरि दामी ढुकुर उड्छ होला नि बाहिर निकाल्यो भने त के हो र आमा यहाँ ढुकुर हेर है ल साथीहरू खोला त यहाँ माथिबाट हेरौँ साथी यहाँ ढुकुर छ 2टा ढुकुर ल हामी चाहिँ निनीको घरमा आइसक्यौँ ओहो कति राम्रो बनाउनु भएछ यता त आऊ म बाहिर जान्छु त्यता भएर आहाहा नमस्ते निनी हामी आइपुग्यौँ आमा निनीले त दामी बनाउनु भएछ नि त कस्तो राम्रो यता त बनाउनु भएछ निनी फराकिलो है विधान दाजुले बनाउनु भएको हो कस्तो राम्रो बनाउनु भएछ त आइटम होइन विधान दाजुको डिजाइन ल बसौँ आहा धेरै धेरै धन्यवाद आमामा दामी साथीहरू दामी दामी यो तिमीलाई है मासु खाँदा खाँदा थत्तेरीका बिजोक भइसक्यो यहाँ साग सब्जी नै छैन है साग पनि छैन अरू भेजहरू पनि खासै नै रहेछ कि सो हामी चाहिँ आलुदम खानेछौँ अब साथी Honestly, looks like organic local dish first, है चानु निनी हामी त सुरु गर्यौँ है निनी कस्तो मिठो भएछ भाइ आलुदम त दामी भएछ मम्मी ल मम्मी सुरु गर्नु आइदेखि मासु नै मासु कत्तरीका धनिया आलु फेभरेट हो नि आलुदम त है ड्याडी
मासु मिसाएर झन् मिठो हुने क्या है मासुको टेस्ट पनि आउने सकिलो त्यो चाहिँ पुरीहरूसँग मिठो हुन्छ क्या लेदो चाहिँ आशिष कति मम्मी एउटालाई कहाँ एउटा न कति दाम लाग्यो नि कति थियो सो अब चाहिँ फेरि खाने बेला खाना आइसकेको छ खाना चाहिँ अट्ने भुँडी नै छैन अब चाहिँ सकिसक्यो भुँडीमा ठाउँ अलिअलि मात्रै खानुपर्छ अलिअलि खानुपर्छ एकछिनको लागि अनि डाइजेस्ट गराउनुपर्छ मोमो बनाएर अनि फेरि बेलुका चाहिँ दामी मोमो हान्नु मोमो च्यालेन्ज हानिदिने के छ विचार म त खाँदैन मुकब्याङ च्यालेन्ज दामी मोमो हरामी सुप बनाएर इधर फौजी किधर है हाँ। फौजी नहीं देख रहे इधर यी छ नि त फौजी रिजल्ट कम रे यो हरियो देख्यो अरे खुसी लाग्यो नि त मलाई ओहो उता त हरियो आरे साग साथीहरू कति पछाडि साग देख्न पाएँ आहा इस्कुसको जोरा होइन है फेरि यो मुन्टा हो मुन्टा यसपालि त खरेले पनि महँगो बजारबाट सधैँ ल्याउनु हाम्रोमा पनि रहनु त रहेछ है करेलाको मुन्टा काटेहरू यहाँ खाना आइसक्यो दामी अथेन्टिक खाना इस्कुसको मुन्टो लोकल भाले ओहो हो निनीले दामी बनाउनु भएको छ आज अब खानुपर्ने हुन्छ दामी हाम्रो मेन कोर्स केटा मोमोको लागि किमा काट्ने काम भइरहेछ हाम्रो जेठामान र कान्छामानले चाहिँ दामी किमा काट्दैछ होइन छक 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 मासु यहाँ तम्मै छ अनि आज चाहिँ उहाँ वरिष्ठको हातबाट मोमो खानुपर्ने हामीले अनि आफ्नै हातबाट हो अनि अब हामी चाहिँ जानुपर्ने हुन्छ कपडा धुनको लागि जाउँ म त यहाँबाट भनिराख्छु नि तिम्रो भन्ने कुरै हेर त्यो त धुने कुरा हिँड ल औ हामी कपडा धुन गयौँ औ बुढो जाउँ कपडा धुनलाई कपडा भरिदिउँला यो अचार बनाउनुतिर लाग्यो अब अचार बनाउनु ठुलो कुरा होइन तिमी बनाऊ अचार त्यसो भए म कपडा धुन जान्छु दुईटामा एउटा छानो कि छैन उमालेर सेलाउनु पो लाउनुपर्छ त त्यो त हो किन मिक्सरमा हाल्नुलाई ल पहिला त्यो अचारतिर अब चाहिँ हाम्रो यहाँ किमा मिक्स हुने कार्यक्रम भइरहेछ होइन सबै हालिसक्यो भने त साथी जेठामान सोया ससले त सोया सस छ र हामीसँग दोकानमा यहाँ छ हाम्रो डो मोमोको लागि त्यत्रो यहाँ छ चम्चो किमा गिलो न गिलो है किमा यहाँ छ तिल हजुर धारा बस्दै कति हेर न मैले देखि नसकेको हो न कपडा धुन जा भनेर भन्नुहोस् त हजुर प्याज मासु नुन भुटुन अचारको लागि कपडा धोए जस्तो दोक्साउनु पर्छ यसलाई साथीहरू अनि बल्ल मिठो हुन्छ यो चाहिँ पुरै के भन्छ यो चाहिँ गाउँले पाराको भाग छ त्यही सागको मौसम थिएन नत्र बन्दनाको बेला हाम्रोतिर साग हालेर पनि चलाउँछ साग पनि मिठो हुन्थ्यो नि है खल्लो हुन्छ यहाँ राख्ने ए ल यहाँ चाहिँ हाम्रो भाइहरूले डल्लो बनाउनु थालिसकेको छ अनि के हो अरे एक सेट चाहिँ बसिसकेको भने हौ एक सेट चाहिँ बसिसकेर म चाहिँ कपडा धोएर आएँ यहाँ चाहिँ उनीहरूले यस्तरी बनाइरहेछ अनि मेरो बुढोलाई चाहिँ आउँदैन थियो मोमो बनाउन यहाँ भाइहरूले सिकाएर अहिले चाहिँ अलिकति बेटर बनाउन सिक्यो अरे भन्ने कुरा आयो खुसी लाग्यो होइन त खै देखाउ त फाइनल लुक देखाउनु त कस्तो भयो बिगारेकै बेलामा पर्छ हौ त्यसो भए बिगारेको बेलामा पर्यो भने मलाई यहाँ कुरा आयो त्यस्तो होइन भने चाहिँ उसलाई आएकै थिएन रहेछ मलाई त कानमा आएको मात्रै भनेछ हो प्रेसर आएको हो त्यो प्रेसर प्रेसर मैले के प्रेसर दिएको थिएँ ल भन त मैले त केही प्रेसर दिएकै होइन उसले लियो त तपाईँको मोबाइलले दिएको मेरो मोबाइलले त्यस्तो प्रेसर दिने होइन नि अनि हेर्नु त यति राम्रो केही छैन ल अब चाहिँ ल दामी बनाउँछ ल ल च्यालेन्ज चाहिँ अब चाहिँ पेल त ल त ल के गरिस् के भयो बनाउन पेल न दुईटा ठिक छ त अनि कमेन्टमा हाल्नु कसको मोमो राम्रो छ साथीहरू यो मेरो यो बुढाले बनाएको ल यिनीहरू सबले भेनाको सपोर्ट गरेको मेरो सपोर्ट गर्ने कोही थिएन यहाँ मेरो मोमो यस्तो छ के हो बात गर्छ यसलाई सेपमा छ भन्छ हेर न
ल ल छिटो गर भइसक्यो गएर त्यहाँ लुगामाथि फाटिन्छ इगो भइसक्यो धोइसकेँ मैले कपडा अचार अचार हो कि हाम्रो मोमो चाहिँ यस्तो भइरहेछ ए यो पाके छैन रहेछ धुवाले आँखा पोल्छ साथीहरू यहाँ चाहिँ होइन मुनिको होइन ल मुनिको देखा त आ बिस्तारी गरे ए मुनिको यस्तो भइरहेछ मुनिको नि अलिक पाके छैन एकछिन होस् एकछिन हुनुपर्छ मोमो चाहिँ पाक्यो यो पनि पाकेछ ओइ यो पनि पाक्यो त्यो दुईटा नि पाक्यो यो चाहिँ पाकेको छैन एक सेटमा 2वटा भाँडाको चाहिँ पाक्यो होइन 2वटा यसको चाहिँ पाक्यो अर्को एउटा चाहिँ पाक्न बाँकी तर अचारै बनाएको छैन कि म चाहिँ अचार बनाउनु जानु पर्ला जस्तो छ है के छ विचार सुँगुरको कान बिस्तारी गर न बिस्तारी गर मेरो भाइ बिस्तारी सो हामीले चाहिँ चाख्न लाग्छ चेयर्स फर्स्ट मोमो फर्स्ट बाइट खाइदेऊ राइट कस्तो भयो मिठो दामी पाराले खाइदिएँ है बढी एरियामै मैले पनि खाएँ साथीहरू है त सर्ट ताक्नु यार मैले तेलै हालेन रहेछ अलिकति हालेको तेल तिमी जाऊ जेल दामी भएछ ल म अचार बनाउन जान्छु है अब ल अहिले अचार हुनुपर्ने अझै एक दुई राउन्ड खाइजानु अचारै बनाएको छैन सो यतिकै भए पनि खाइदिउँ है मच बेटर है अहिले त बुट्टाहरू अनि भेना पनि निस्किसक्यो त नि क्या जुसी भएछ ल क्या मजा मोमो त यो पो हो त बनाउनु बित्तिकै यसरी तान्दाखेरि नि हल्लिने खालको उसको दिस वान इज फर मी यस ह्याप्पी बर्थडे मोमोको दाउराको स्वाद पनि आयो क्या यसमा है दाउराको स्वाद आगोको यही प्रोटिन चलिरहेको अब ला हात पुस्ने ल्याऊ पिठोले पुस्ने अब ल जेठाको घरको आयो 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 बास्न त गुलिएछ साथीहरू यो के होला भनिदिनु होला चिन्नुहुन्छ भने ल उहाँकोलाई एक बटका यसरी हो फेरि है दुईटा समातेर एउटा ल्याए हेर न अझ धन्यवाद पनि भन्नु छैन धेरै धेरै मनमा न बोपीको अनि आशा मुको यहाँ मुको सो साथीहरू यहाँ ज्वाइँले चाहिँ ससुराबालाई सामानहरू तल झार्नु सघाउँदै हुनुहुन्छ टेबलमा राख्नुहोस् रे अनि हाम्रो चाहिँ पसल छ सो पसलको लागि तल सकेको सामानहरू माथि स्टोर रुमबाट तल झार्दै हुनुहुन्छ ड्याडीले पनि अनि पानी पर्ला जस्तो भइरहेछ मौसम चाहिँ होइन रातिको भन्दा नि दिउँसोको 4:30 भयो यस्तो बादल कालो भइरहेछ माथि चाहिँ ए हेलो साउजी कतिको रहेछ यो कपीहरू 30 त अलिक महँगो भएन र साउजी 10 मा मिल्दैन यो बन्ने कहाँ हो हजुर पहिला भन्नुहोस् आफैले कहाँ बन्यो हजुर यो धेरै टाढा बन्छ हेर्नुहोस् ए हो र टाढा बनेर हामीले पनि धरानदेखि ल्याउनु पर्छ हजुर बोकेर ए त्यही भएर 30 रुपियाँ हो हजुर जति लेखेको उताबाट छापेर पठाएको त्यति नै बेच्ने हजुर हामीले पनि ए बेसी लिँदैन हजुर बुझ्नुभयो हजुर बुझेँ हजुर तपाईँ पढ्नु सक्नु तपाईँ पढ्ने मान्छेलाई त हामी हजुर फ्रीमा पनि दिन्छौँ यति लिएर जानुहोस् ससुराको पसलको कपीहरूलाई फ्रीमा दिने हो यो साथीहरू यहाँ मान्छेले फ्रीमा दिन्छ ज्वाइँले चाहिँ ससुरालाई काममा हेल्प गर्दै होइसिन्छ होइन बिरालो हेर नि त दौडेको अनि हाम्रो चाहिँ यहाँभित्र सानो पसल छ कि गाउँघरको पसल यस्तै हो होइन जस नुनदेखि लिएर सुनसम्म त नभनौँ नुनदेखि लिएर भुटुनसम्म चाहिँ पाउँछ हाम्रो पसलमा कपी कलम चामल तेल होइन सानो यस्तै त हुन्छ गाउँको किराना पसल यस्तै छ यतिको ससुरा बुवालाई हेल्प चाहिँ गर्नुपर्ने हुन्छ आया ठोकाएर गयो ओहो कपी नै कपी रहेछ नि त सबै यो सब कपी हो दादी ए कपीको क्याटेगोरी रहेछ नि त 100 जाने 20 जाने 30 जाने साथीहरू तपाईँहरू खारतम 6 मा हुनुहुन्छ वडा नम्बर कति हो दादी यो 2 मा भने अष्ट किराना पसलमा आउनु होला तपाईँलाई नुनदेखि लिएर कपीसम्म उपलब्ध छ यहाँ एकदम सस्तो भरपर्दो भाउमा है त आज पैसा भोलि उधार हो नि फेरि यता चाहिँ होइन आज पैसा भोलि उधार हो फेरि साथीहरू आएर उधारो चाहिँ नमागिदिनु होला
जति सामान लानु मन छ लान सक्नुहुन्छ। यहाँ सानो व्यापारीजीले छुटाउँदै हुनुहुन्छ कति कतिको हो भनेर। पनि छ है हाम्रो फेरि टाइटेनिक रहेछ, टाइटेनिक कपी। ल बिजनेसम्यान। र मोमो बनाउने कार्यक्रम सकिसकेको छ अनि म किचनमा जान्छु। किचनमा के हुँदैछ हजुर? ठाडो भइरहेको छ भिडियो चाहिँ है। नङलोलीलाई यहाँ धुवामा एक्लै अब सक्यो यो पाक्यो काकी। यो लास्ट पाएको हाम्रो लास्ट भाँडा। अब यहाँ आउँदैछ अलिकति बाँकी। मोमो रेडी भइसकेको छ दामीसँगले। अनि अचार चाहिँ कालो तिल भएर यस्तो भएको छ होइन, तर एकदम मिठो छ। भान्सेजी यता हुनुहुन्छ। खुट्टाको सुप त कुरै नगरौँ, 1 नम्बर। चिसो हुन लागिसक्यो, छिटो खानुपर्ने हुन्छ सुप चाहिँ। ल म चम्ची हालिदिउँ, चिसो हालिदिउँ। फाइनली खाना थालिसक्नु भएको छ। यता काका हुनुहुन्छ, यता ड्याडी, यता ज्वाइँ, यता कान्छा। मिठो भयो ड्याडी? ल खाँदै हुनुहुन्छ। अनि यता हामी भान्सेहरू छौँ। बस कान्छा तिमी यहाँ माथि। यहाँ निनी मेन भन्ने चाहिँ म है। निनी है। हुन्छ काकी। यो चाहिँ मेरो। अब चाहिँ खानुपर्ने हुन्छ। चाहिँ गाउँघरमा सेलरोटी बनाउनु पर्यो भने यसरी कुट्नुपर्छ ढिकीमा चामल ओखलमा दामीसँगले ड्याङ 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 हान्नुपर्ने हुन्छ साथी। यहाँ माउलो घर जानलाई पनि गाह्रो छ हौ। कोसिलीको लागि यहाँ सेलरोटी बनाउनु पर्ने रे। निनीलाई गाह्रो, ममलाई गाह्रो। अब उहाँले अब ज्वाइँले झन् के गर्यो? डोन्ट फार्ट, जस्ट डोन्ट फार्ट। ल बिस्तारै बिस्तारै के गर्नु त अब यहाँ। उयसमा बस्छ नि त, मुढामा बस्ने। मुढामा बसेर त पाउरै लाग्दैन नि। के गर्नु, गाउँघरमा रोटी यसरी नै बनाउनु पर्ने हुन्छ। सो ज्वाइँ साहबले यहाँ कुट्दै हुनुहुन्छ डङ्का डङ उख्ली। यसरी यो ढिकीमा यो ओखलमा हाल्न त गाह्रो हुन्छ है धेरै। मिक्सरमा बटुलो गरौँ भनेर भिराएको त नभेन तुमै पिसे